नमस्ते। आज म तपाईँहरूलाई देखाउन गइरहेको छु धनेश्वरदेखि नयाँ बसपाकसम्मको यात्रा, जुन धनेश्वर टोखा नगरपालिकामा पर्दछ र हजुरहरूलाई म नयाँ बसपाकसम्मको यात्रा देखाउन गइरहेको छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हजुरहरूकै मायाको खाँचो छ मलाई। हजुरहरूले माया गरेर मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु नबिर्सिनुहोला। अब म देखाउन गइरहेको छु तपाईँलाई धनेश्वरबाटको यात्रा नयाँ बसपाकसम्मको र यहाँको बाटोको अवस्थाबारे जानकारी गराउँदैछु। हेर्न सक्नुहुन्छ आज यो बाटो अलिकति सानो छ र धेरै नै भिडभाड हुने ठाउँ पनि हो। यो चाहिँ अलिकति व्यस्त सडकमै बनिन्छ, किनभने यहाँनिर तपाईँको ठुला गाडीहरू, लोकल गाडीहरू, माइक्रो बसहरू र यता बस्ती पनि धेरै नै ठुलो बस्ती छ। त्यही भएर यो बाटो अलि सानो पनि छ र धेरै बिजी हुने ठाउँ हो। हेर्नुहोस्, बाटो सानो छ तर रमाइलो ठाउँ र धेरै बस्ती भएको ठाउँ छ। अब यो बाटो त यहाँनिर कहिले पनि ठुलो हुन सक्दैन होला, किनभने सबैले मापदण्ड अनुसारै बनाएको घर जग्गाहरू छ। त्यसरी म देखाउन गइरहेको छु। जे जस्तो छ भिडियोलाई पुरासम्म हेरिदिनु होला। देख्न सक्नुहुन्छ बाटो सानो। आज अफिस टाइम भएर पनि होला सायद अलि धेरै नै अब बाइकहरूको चलपल चाहिँ अलिक धेरै नै हुन्छ होइन। यताबाट सिधै गयो भने चाहिँ तपाईँको जाल्पा चोक पुगिन्छ भने म यहाँबाट राइट लिँदैछु। यहाँबाट राइट लिएर चाहिँ म इन्द्रेणी पुलनिर पुग्छु, जुन चाहिँ तपाईँको भत्किएको पुलतिर जाने बाटो भयो। त्यो नयाँ बसपाको खोलाको तिरैतिरको बाटो हो यो चाहिँ। यहाँनिर बाटो साँघुरो छ, हेर्न सक्नुहुन्छ। त्यही पनि दुईतर्फी गाडीहरू मजाले नै आएको छ। अलिकति ठुलो गाडी आयो भने चाहिँ यहाँनिर चाहिँ जामै हुन्छ, धेरै बेरै जाम हुन्छ। म धेरैचोटि नै परेको छु, मैले धेरैचोटि यो बाटोमा धेरै यात्रा गरेको छु। देख्न सक्नुहुन्छ पारिपट्टि चाहिँ तारकेश्वर नगरपालिका पर्छ भने वारिपट्टि टोखा नगरपालिका पर्छ। यो चाहिँ हजुरको इन्द्रेणी पुल भयो। यहाँबाट चाहिँ हामी अगाडि नयाँ बसपाकतर्फ गोम्बुतर्फ लाग्न सक्छौँ। यस्तो बाटोको बिचमा पनि, यति सानो बाटोमा पनि यो ट्याक्सीहरू घुमाउनु देखेर, गाडीहरू घुमाउनु देखेर चाहिँ अलिकति ठाउँमा पुगेर घुमाए पनि हुन्थ्यो नि। यहाँनिर चाहिँ तपाईँको बर्खायाममा चाहिँ धेरै ठुलो यो विष्णुमती खोला भन्ने छ, जुन हाम्रो नयाँ बसपाक बनिएको। यो खोला चाहिँ पुरै ओर्लेर यो माथिसम्म आउने भएर चाहिँ यहाँनिर चाहिँ खोलाको छेउछेउमा चाहिँ ठुल्ठुला वालहरू लगाएको देख्न सक्नुहुन्छ। योभन्दा पारिपट्टि चाहिँ तारकेश्वर नगरपालिका पर्छ, राइट साइडमा चाहिँ, जुन वारिपट्टि चाहिँ टोखा नगरपालिका भयो। पारिपट्टिको बाटो चाहिँ कहिले बनेको देखिनँ मैले यो तारकेश्वर नगरपालिकामा। किन हो, मैले धेरै वर्षदेखि हेरेको। यो ठाउँलाई चाहिँ पानी ट्याङ्की भनिन्छ। हामी अगाडि बढ्दै जाउँ, हेर्दै हुनुहुन्छ। राम्रो छ ठाउँ, तर बस्ती अलि धेरै छ, 4 छ। पानीको अलि असुविधा ठाउँ छ यतातिर पनि, जहाँसम्म मैले बुझेअनुसारले चाहिँ। अब अहिले त यो खोलाहरू पनि सफा गर्ने कामहरू चाहिँ भइरहेको देख्छु मैले बेला बेलामा यतातिर। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ बाटो सानो छ, गाडीहरूको पार्किङहरूदेखि लिएर अब बाटोमै पार्किङ गरेर हुन्छ। न त अब पार्किङ गर्ने ठाउँ पनि छैन, दोष कसलाई दिने हो र। हामी आफैले बुझ्नुपर्ने कुराहरू हो नि। यस्तो चाहिँ यहाँ पुल आइपुग्यो। यहाँबाट सिधै चाहिँ हामी लेफ्ट साइडबाट जाल्पा चोकतिर पनि लाग्न सक्छौँ। हामी सिधै गयौँ भने बस पार्कतिर पर्ने भइहाल्यो। यहाँनिर एउटा मन्दिर छ, जहाँ शिवजीको मन्दिर छ। अगाडि पानीको गाडी छ, जारको गाडी। हामी लाग्दैछौँ अगाडि। हेर्नुहोस्, व्यवस्थित छ, सफा हुँदैछ, खोला पनि सफा हुँदैछ। यहाँनिर चाहिँ तपाईँको अब यो बर्खायाममा चाहिँ अलि भिडभाडले चाहिँ धेरै सताउने गर्छ यो ठाउँमा चाहिँ। यो पिच भएको पनि भर्खरै हो, हजुरको लगभग 1 वर्ष पुग्न पुग भयो होला यो पिच भएको पनि। पहिला त यहाँनिर धेरै समयसम्म यो बाटो बन्दै थियो, पुरै कच्ची बाटो। यहाँबाट देब्रे साइडबाट हामी लाग्यौँ भने चाहिँ गोङबु गणेशस्थान, गोङबु चोकतिर पुग्छौँ भने हामी चाहिँ अगाडि बढ्दैछौँ। अगाडि
यहाँनिर आएपछि अलिकति बाटो ठुलो छ, फेरि उताको भन्दा यताको बाटो अलिकति ठुलो देख्न सक्नुहुन्छ। सफा छ, राम्रो छ हैन। अब मैले जे जति देखाउन सकेँ हेरिदिनु होला, मेरो भिडियोलाई अन्तिमसम्म। अगाडि हेर्न सक्नुहुन्छ यहाँ चौताराहरू, नयाँ बस पार्क आइपुग्न पनि लाग्यो। अब सायद 1-2 मिनटमा नयाँ बस पार्क आइपुग्छ। यो चाहिँ सानो मन्दिर हो। यहाँनिर चाहिँ मान्छेको चाप छ। 10 बजे 11 बजेको समय हो, न त अब अफिस टाइम सकिन पनि लागेर पनि होला। अलिकति होलो देखिन्छ यो टाइममा चाहिँ। तपाईँको 2-3 बजीतिर त यो त धेरै नै जाम देखिन्छ हैन। अगाडि रङरोगन छ खोलाको वालमा। यो देखेको रातो बिल्डिङ चाहिँ टोखा नगरपालिका हो। यो चाहिँ अगाडि देख्न सक्नुहुन्छ। यता आइसकेपछि अझ बाटो ठुलो देखिन्छ। फेरि हामीले चाहिँ यो पुलको हाइट चाहिँ यो के गरी बनाएको, कति हाइट हो यहाँनिर चाहिँ। यस्तो बाटोमा पनि यत्रो ठुलो खाल्डो, यहाँ कति एक्सिडेन्ट हुन्छ बाइकहरू गाडीहरू। तर यहाँ यसको ध्यान चाहिँ कसैलाई नजानी रहेछ क्या, कति भइसक्यो यस्तो बाटो देखेको। अब हेर्न सक्नुहुन्छ अगाडि नयाँ बस पार्क आइपुग्नु भयो। फोरको रिक्साहरू बाटोमा फर उठाउँदै हिँडिरहेको छ। हल्का जाम भयो यसले गरेर पनि। हेर्नु खोलाको डिलमा कति ठुलो वाल लगाएको छ। अब यो बर्खायाममा बाढी आएर सबै यतातिर छिर्छ भनेर पनि हो यो चाहिँ। अब आइपुग्नु लाग्यो बस पार्क। यो चाहिँ बस पार्क एरिया पर्छ। यो चाहिँ होटेल लजहरू सबै छ यो घरहरूमा चाहिँ। अरू घरमा फोरको गाडीहरू यसरी राखेको छ, देख्न सक्नुहुन्छ। खोलाको तिरैतिर नयाँ बस पार्कसम्मको यात्रा। हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो, आशा गर्छु मन पराइदिनु भयो होला भन्ने आशा गर्दछु। र प्लिज मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अगाडि देख्नुभएको पुल चाहिँ नयाँ बस पार्क पुल हो, देख्न सक्नुहुन्छ। यता बाटो खुला छ, डोजर हानेको छ। यो राइट साइडमा चाहिँ डोजर हानेर अलिकति अहिले चाहिँ अलिक खुल्ला भएको छ, नत्र त अहिले अवस्थित थियो। हस्त धन्यवाद।